हुरी बतास अनि अनौठो ढोका ढकढकाहट। त्यो रात निष्पट्ट अन्धकारले भरिएको थियो। आकाशमा बिजुली चम्कँदा मात्रै एकैछिनको लागि गाउँको अँध्यारो छाया देखिन्थ्यो, अन्यथा गाउँ निष्पट्ट अन्धकारले चुर्लुम्मै डुबेको थियो। असिना र पानीको भीषण वर्षा, हावाहुरी रातलाई झनै डरलाग्दो बनाएको थियो। सन्ध्या आफ्नो ठुलो पुरानो घरमा एक्लै थिए। श्रीमान कामको सिलसिलामा बाहिर गएका थिए। घडीले रातको ठिक 12 बजाएको थियो। हावाको आवाज यति चर्को थियो कि घरका झ्यालहरू किटकिटाइरहेका थिए। त्यही बेला ढोकामा कसैले ढक ढक गर्यो। सन्ध्याको मुटु एकैछिन रोकिए जस्तो भयो। यस्तो बेला को होला? हावाहुरीले ढोका हल्लाएको होला कि केले होला यस्तो? हावाहुरीले पो होला, उसले जबरजस्ती आफैलाई सम्झाए। तर फेरि त्यही आवाज आयो, ढक ढक। यसपटक आवाज अलि जोडले आएको थियो, मानौ कसैले हतारमा ढोका खोल्न खोजिरहेको छ। सन्ध्याले हिम्मत बटुलेर ढोका खोली। त्यही बेला बेगसँग बेगिँदै आएको हावाको एउटा झोक्का भित्र पस्यो। तर ढोका बाहिर कोही पनि थिएन, पुरै खाली, अन्धकार, निष्पट्ट अन्धकार। उसले ढोका तुरुन्तै बन्द गरी अनि भित्रबाट बलियोसँग चुक्कुल लगाई। सन्ध्या लामो सास फेर्दै ओछ्यानतिर फर्किँदै थिए। उसको कानमा बाहिरको आँधीको आवाज भन्दा पनि नजिकबाट एउटा अचम्मको आवाज आयो। यो आवाज घरको भित्रबाटै कतै अँध्यारो कुनाबाट आइरहेको थियो। यो आवाज सुन्ने बित्तिकै सन्ध्याको शरीर चिसो भयो। आवाज निकै दुखी, छिया परेको र पीडादायी थियो। यो कुनै मान्छेको जस्तो आवाज पनि थिएन, यो त कुनै आत्माको चित्कार जस्तो थियो। सन्ध्याले नसोचिकन अर्को कुनामा गई। त्यहाँ पनि आवाज आउन छोडेको थिएन। अब त ऊ जता जता जान्छे त्यतैबाट त्यो आवाजले पिछा गरिरहेको थियो। सन्ध्या डरले पछाडि नफर्किकन ज्यान जोगाउनको लागि घरको पछाडिको ढोका खोली। अनि बाहिर त्यहाँबाट निस्किए। त्यो ढोकाको बाहिर सिधै जङ्गल थियो। उसको दिमागमा एउटै मात्र चिज थियो, ज्यान जोगाउनुपर्छ, यो घरदेखि टाढा भाग्नुपर्छ। यहाँ केही डरलाग्दो चिज आइसकेको छ। सन्ध्या जोडले भाग्न थाली। उसको खुट्टा जमिनमा टेक्नै छोडेर भाग्न थाल्यो। उसले लगाएको पुरानो गाउन भुइँमा लतारिँदै दौडिरहेकी थियो। बाटोमा हावाहुरीले गर्दा अनि पानीले गर्दा हिलो र चिप्लो थियो। अचानक
एउटा ठूलो रुखको जरामा ऊ अल्झिन पुगी। उसको खुट्टा मात्रै होइन, उसको शरीर नै रुखको जरामा अल्झिन थाल्यो। माकुराको जालो जस्तो रुखको जरा जेलिएर उसलाई छेकेको थियो। ऊ जबरजस्ती त्यहाँबाट छिरेर भाग्न खोज्दै थिए। उसको गोडा भाँचिए जस्तो दुखिरहेको थियो। हावाहुरी र पानीले गर्दा ऊ पुरै भिजिसकेकी थिए। ऊ रुँदै सास फेर्न खोज्दै थिए। त्यही बेला कसैले उसको काँधमा चिसो बरफ जस्तो हात राख्यो। सन्ध्याले डरले कापेर पछाडि फर्केर हेर्न खोज्दा त्यो अदृश्य आकृतिले उसको कानको नजिकै आएर फुसफुसायो, सन्ध्या चिच्चाउन थाली, म कसैलाई मार्दिन, मैले किन मार्नु? बरु प्लिज मलाई केही नगर, प्लिज मलाई छोडिदेऊ, प्लिज। त्यो अदृश्य शक्ति डरलाग्दो तरिकाले हाँस्यो। त्यो हाँसोमा दर्द, बदला अनि घृणा मिसिएको थियो। आजभन्दा 5 वर्ष पहिले मान्छे लगाएर तैले मलाई किन मारिस? सन्ध्या, तँलाई लाग्थ्यो तैले मलाई बेपत्ता पारिस भने कसैले थाहा पाउँदैन भनेर। अब त मबाट भाग्नै सक्दिनस्। अब तेरो पनि त्यही हाल हुन्छ। अब म छोड्दिन तँलाई, अब म छोड्दिन। यस्तो आवाज सन्ध्याको कानमा आएपछि सन्ध्याको मुटु डरले पिङ खेलिरहेको थियो। उसले हार खाए जस्तो गरेर जमिनमा लडी। 5 वर्ष पहिले उसले गरेको अपराध बोधको भारी अब आत्माको श्राप बनेर फर्केको थियो। ऊ कराउन खोज्दै थिए, तर उसको मुखबाट कुनै आवाज निस्किन सकेन। भोलिपल्ट बिहान गाउँलेहरू झुण्ड झुण्ड बनेर सन्ध्यालाई खोज्न हिँडे, तर कतै भेटाउन सकेनन्। पानी र हावा शान्त भइसकेको थियो। पुलिस आयो, सोधपुछ गर्यो। गाउँका भिडहरू सन्ध्यालाई खोज्न निस्किए, तर सन्ध्याको घरको ढोका बाहिरको हावाहुरीमा ढलेको पुरानो रुखको हाँगा अनि जङ्गलमा भाग्दै गर्दाको एउटा च्यातिएको गाउनको टुक्रा बाहेक अरू कुनै प्रमाण फेला परेन। सबैले सोचे सन्ध्या कतै बेपत्ता भई, तर गाउँलेहरूलाई थाहा थिएन सन्ध्याले मान्छे लगाएर मार्न लगाएको एक आत्मा अब त्यो आत्माले शान्ति पाइसकेको थियो। मित्रहरू, हामी क्रमशः यस्तै भयानक कथाहरू पस्किँदै जानेछौँ।